साथीभाइहरू भोक पनि कस्तो लागेको हुन्छ नि भोक लागिरहेको थिएछ मलाई यति खान्छु भनेर तर मैले सोचेको त थिइनँ कसम भनेको अहिले 1 बज्यो कसम भने 1 बज्न आँट्यो मेरो भ्लग यही गर्नु चाहन्छु ल शान्तिको साथीभाइहरू अब गुड मर्निङ भनेको म चाहिँ अब मेरो कामहरूले गर्दा पर्सनल कामहरू हुन्छ त्यो भएर अलिकति व्यस्त थिएँ होइन अब भ्लग पनि त कन्टिन्यू हालिरहेको नै हुन्छु म होइन त्यही हो ब्याक टु ब्याक गर्लफ्रेन्डलाई एन्ड गुड मर्निङ गुड नाइट त भन्दैन है ल गुड नाइट पनि भनिरहेको छु शान्ति भयो कसम